जिन्दगीमा कहिलेकाहीँ यस्तो समय आउँछ नि होइन, जब लाग्छ सबैतिर अँध्यारो छ, केही देखिँदैन। तर सोच्नुस् त के त्यही अँध्यारोलाई नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनाउन सकिँदैन होला? आउनुहोस्, आज हामी यही विषयमा कुरा गरौँ, कसरी कठिनाइलाई अवसरमा बदल्ने त्यो रहस्यसँगै खोलौँ। जब जिन्दगीले हामीलाई अप्ठ्यारोमा पार्छ, जब सबै कुरा बिग्रिरहेको जस्तो लाग्छ, त्यति बेला हामीसँग के विकल्प हुन्छ त? यो सामान्य प्रश्न होइन है, यो त त्यो घडी हो जसले हाम्रो भविष्य कता जान्छ भनेर तय गर्छ। हामीले जे जवाफ दिन्छौँ त्यसैले हाम्रो कथा लेख्छ। ल हेर्नुहोस्, यस्तो बेलामा नि हामीसँग खासमा 3वटा बाटा हुन्छन्। पहिलो, हार मानेर शोकमा डुब्ने, धेरै जसोले यही गर्छन्। दोस्रो बाटो, परिस्थितिसँग सम्झौता गर्ने, ल ठिकै छ, जे छ यस्तै हो भनेर जेनतेन गुजारा गर्ने। यो पनि एकदमै सामान्य कुरा हो। तर त्यहाँ एउटा तेस्रो बाटो पनि छ, त्यो हो इतिहास रचनाको लागि लड्ने बाटो। हो, यो बाटो खासै कसैले रोज्दैन, तर जसले रोज्छ नि उनीहरूले नै संसार बदल्ने हो। त्यसो भए यो पूरै यात्राको पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण पाइला के हो त? सोच्नुस् त, त्यो हो एउटा निर्णय, एउटा छनौट। इतिहास रच्छु भनेर निर्णय लिनु यो सजिलो कुरा पक्कै होइन। यो बाटो एकदमै फरक छ, तर यसले जीवनलाई नै बदलिदिन्छ। हो, सुरुमा यो बाटो हिँड्न निकै गाह्रो हुन्छ, तर अन्ततः यसले एउटा यस्तो जिन्दगीतर्फ लैजान्छ जहाँ मान्छे केवल बाँच्दैन, बरु आफ्नो एउटा छुट्टै पहिचान, एउटा विरासत छोडेर जान्छ। एकपटक त्यो निर्णय लिइसकेपछि के त? अब आउँछ अर्को कदम। त्यो हो हामीले आफैले र यो समाजले हाम्रो वरिपरि बनाएका अदृश्य पर्खालहरूलाई भत्काउने। हामीले सानैदेखि एउटा कुरा सुन्दै आएका छौँ, होइन त? आफ्नो खुट्टा त्यति मात्र फैलाउनु जति तन्नाले भ्याउँछ। यो भनाइले के गर्छ? यसले हामीलाई हाम्रो सीमाभित्रै बस्न सिकाउँछ। तर एकछिन सोच्नुस् त, के यो कुरालाई जस्ताको तस्तै मान्नु जरुरी छ र? के यसमाथि प्रश्न उठाउनु पर्दैन? आखिर यो सोच आउँछ कहाँबाट? यो त्यस्ता मान्छेहरूबाट आउँछ जसले आफै त हार मानिसके, आफ्नै सीमालाई स्वीकार गरिसके, अनि उनीहरू चाहन्छन् कि अरूले पनि त्यही गरून्। साँचो भन्नुपर्दा यो एउटा मानसिक जेल हो, एउटा बन्धन जसलाई तोड्नुको विकल्प नै छैन। त्यसैले अब नियम बदलौँ। खुट्टा खुम्च्याएर बस्ने होइन, बरु तन्नालाई नै ठुलो बनाउने, आफ्नो सम्भावना, आफ्नो स्रोत, सबै कुरालाई बढाउने। हामी कुनै सीमित संस्करण होइनौँ। अब ती सीमाहरू तोडेर आफ्नो लागि एउटा छुट्टै साम्राज्य बनाउने बेला हो। तर जब हामी ती सीमाहरू तोड्न अघि बढ्छौँ नि, बाटो सधैँ छर्लङ्ग हुँदैन। यो त बाक्लो कुहिरोभित्र हिँडे जस्तो हुन्छ। एकछिन कल्पना गरौँ त, हामी बाक्लो कुहिरोले ढाकेको बाटोमा एक्लै हिँडिरहेका छौँ। अगाडि के छ केही थाहा छैन, केही देखिँदैन। हो, जिन्दगीको कठिन समय भनेको ठ्याक्कै यस्तै हो। सबैतिर भ्रम, डर अनि के हुने हो भन्ने अनिश्चितता। त्यसो भए यस्तो बेला के गर्ने त? उपाय एकदमै सरल छ। पुरै बाटो एकैचोटि देख्ने कोसिसै नगर्ने, केवल अबको 2 कदममा ध्यान दिने। जब हामी ती 2 कदम अगाडि बढ्छौँ, त्यसपछि अगाडिको बाटो आफै अलिअलि देखिन थाल्छ। बस यही प्रक्रिया दोहोऱ्याइरहने, एक एक पाइला गर्दै अघि बढ्ने, अनि हामीले थाहै नपाई त्यो कुहिरोलाई पार गरिसकेका हुन्छौँ। अनि जब हामी त्यो कुहिरोबाट बाहिर निस्किन्छौँ नि, तब हामी पहिलेको जस्तो रहँदैनौँ। अब पालो आउँछ आफ्नो भित्री शक्तिलाई जगाउने। अब पालो आउँछ चिल बन्ने। चिल हो आकाशको राजा, जो सबैभन्दा माथि उठ्छ, जसलाई कसैले पनि चुनौती दिने आँट गर्दैन। अब हामीले पनि आफ्नो भित्र त्यही शक्ति, त्यही उचाइको सोच बनाउनुपर्छ। यो हो रूपान्तरणको कथा। एकातिर त्यो पुरानो म, जसलाई संसारले हेप्थ्यो, धोका दिन्थ्यो, जसलाई कठिनाइले तोडिदिएको थियो। तर अर्कोतिर त्यो भित्री योद्धा, जो अब अरूको कुरामा होइन, आफ्नै मेहनतमा विश्वास गर्छ, जो आफ्नो आत्मसम्मानको लागि लड्छ र आफ्नै बाटो आफै बनाउँछ। हो, यो पीडितबाट विजेता बन्ने यात्रा हो। सोच्नुस् त, हामी एक महासागर जस्तै गहिरा र विशाल छौँ। अब भन्नुहोस्, कसैले फालेको एउटा सानो ढुङ्गाले त्यो महासागरलाई के नै फरक पर्छ र? केही पनि होइन। आफ्नो भित्री शक्तिलाई चिन्नुपर्छ, त्यो साँच्चै असीमित छ। अब समय आएको छ अहिलेसम्मका सबै कुरालाई एकसाथ जोडेर अन्तिम पाइला चाल्ने। अब जिद्दी बन्ने र इतिहास रच्ने। आफ्नो हरेक पीडा, हरेक आँसुलाई शक्तिको इन्धन बनाउने। त्यो पहाड बन्ने जसलाई कुनै पनि आँधीले हल्लाउन नसकोस्।
आफ्ना ती खराब दिनहरूलाई कहिल्यै बिर्सिनु हुँदैन। ती हाम्रो कमजोरी होइनन्, बरु ती त हाम्रो शक्तिको सबैभन्दा ठूलो स्रोत हुन्। ती एउटा आइना हुन् जसले हामीलाई सधैँ याद दिलाइरहन्छन् हामी कहाँबाट आएका थियौँ र हामीले यो लडाईँ किन सुरु गरेका थियौँ। एउटा कुरा सधैँ याद राख्नुपर्छ, कुनै पनि अन्त्य भनेको पूर्णविराम होइन। यो त केवल एउटा नयाँ अध्यायको सुरुवात हो, जसरी हरेक सूर्यास्तपछि एउटा नयाँ सूर्योदय निश्चित छ। त्यसैले अब आफ्नो मेहनतले आफ्नो जीवनलाई महान बनाउने, एउटा यस्तो तारा बन्ने जो सधैँभरि चम्किरहन्छ, किनकि आज हामीले लेखेको यो कथा हाम्रो भौतिक शरीर नरहे पनि सधैँभरि जीवित रहनेछ। सङ्घर्ष, दृढता र विजयको यो कथा ठिक अहिले यही क्षणमा लेखिँदैछ। अब निर्णय हाम्रो हो, यसको अर्को अध्याय के हुनेछ त? यस्तै ज्ञान, प्रेरणादायी कथा र सफलताका टिप्स नेपाली भाषामा पाउनको लागि सक्सेस मन्त्र नेपाललाई सब्स्क्राइब गर्नुहोला।